नमस्कार यहाँहरू सम्पूर्णलाई। आज म गोर्खा जिल्लाको अजिरकोट गाउँपालिका स्थित अजिरकोटमा अवस्थित धार्मिक र ऐतिहासिक महत्त्वका साथै प्राकृतिक सुन्दरताले मनोरम अजिरकोट कालिकाको बारेमा यहाँहरूको समक्ष टिकटक बनाउँदैछु। कृपया हेरिदिनुहोला। धार्मिक र ऐतिहासिक महत्त्वका साथै प्राकृतिक सुन्दरताले मनोरम अजिरकोट कालिका गोर्खा जिल्लाकै एकपटक पुग्नै पर्ने मनोरम स्थलहरूमध्ये एक हो। यस मनोरम स्थलको पूर्व दक्षिण तर्फबाट दरौदी नदी बहन्छ भने उत्तर पश्चिम तर्फबाट चेप्पे नदी बहन्छ, जुन नदीले गोर्खासँग लमजुङको सिमाना छुट्याउँछ। विभिन्न प्रजातिका वनस्पति, ढकमक्क फुल्ने लालीगुराँस लगायत विभिन्न प्रजातिका चराचुरुङ्गीहरू पाइने यस ऐतिहासिक महत्त्व बोकेको स्थानबाट उत्तरपट्टि मनमोहक हिम श्रृङ्खलाहरू जस्तै माछापुच्छ्रे, अन्नपूर्ण हिमाल, मनासलु हिमाल लगायत गणेश हिमालको सुन्दरता अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्व बोकेको यस्तो रमणीय स्थलमा एकपटक घुम्न आउने होइन त? आउनुहोस् है त। धन्यवाद।